2024 को ट्याक्स फाइल तपाईहरु सबैजनाले गरिसक्नु भयो होला कतिजनाले त रिफन्ड पनि पाइसक्नु भयो होला र कतिजनाले भर्खरै गर्नुभयो होला हैन अझै पनि टाइम बाँकी छ अप्रिल 15 सम्म ट्याक्स फाइल गर्न मिल्छ ट्याक्स फाइल गरिसकेपछि त्यसको स्ट्याटस कसरी थाहा पाउने त हैन अब रिजेक्ट भयो कि एक्सेप्ट भयो कि हैन रिसिभ गरे कि अथवा रिफन्ड कहिले पाउने भन्ने कसरी थाहा पाउने त भन्दाखेरि अब त्यसको बारेमा भन्न गइरहेको छु त त्यसको लागि सबभन्दा सुरुमा के गर्नु त तपाईले आईआरएस को साइटमा जानु पर्यो हैन irs.gov मा जाने है आईआरएस को साइट खोल्ने बित्तिकै सुरुमै आउँछ है त गेट योर रिफन्ड स्ट्याटस भनेर त्यहाँ क्लिक गर्ने त्यहाँ क्लिक गरिसकेपछि चेक योर रिफन्ड भन्ने अप्सन आउँछ त्यहाँ क्लिक गर्ने त्यहाँ क्लिक गरिसकेपछि एसएसएन हाल्ने ठाउँ आउँछ एसएसएन हाल्ने इयर चुज गर्ने इयर चुज गरिसकेपछि तपाईको फाइलिङ स्ट्याटस चुज गर्ने त्यसपछि आएर रिफन्ड अमाउन्ट हाल्ने अनि त्यसपछि सबमिट गर्ने है त सबमिट गरिसकेपछि तपाईको स्ट्याटस के छ त्यहाँ देखाउँछ तीनवटा स्ट्याटस आउँछ त्यो स्ट्याटसमा के छ भनेर तपाईले हेर्न मिल्छ अब यहाँ सुरुमा चाहिँ के हुन्छ त रिटर्न भोलि रिसिभड भन्ने आउँछ है त्यसपछि रिफन्ड अप्रुभ भन्ने आउँछ त्यसपछि रिफन्ड सेन्ड भनेर तपाईको देखाउँछ है तपाईको स्ट्याटस के छ त्यहाँ हेर्न मिल्छ है त त्यहाँ गएर हेर्नु होला